नोटिस खोइ 2 घण्टा देऊ न हामी हाम्रो झोलातुमा बोकेर जान्छौँ के सिर्फ 2 घण्टा दिन नसक्ने सरकारले 24 घण्टाको अल्टिमेट दिन्छ जुन ठाउँमा पालेको छ त्यहाँको व्यक्तिलाई रोजगार देऊ म तिमीलाई 24 घण्टा दिन्छु 2 घण्टा दिन नसक्ने सरकार पनि यस्तो हुन्छ अब रोजगार दिनु पर्यो हामीलाई 2 घण्टा यसरी भत्काएपछि हुँदैन 2 घण्टा देऊ न हामी त झोलातुमा जान्छौँ त कसलाई के गरिदिन्छ कसलाई के गर्छौँ है बाटो हाम्रो इच्छा इच्छा भएर हुन्छ यो कस्तो इच्छा होइन नोटिस नदिने होइन केही होइन नोटिस नदिने 2 घण्टा नोटिस नदिने कसको इच्छा बाटो खुल्ने कागज लिएर आउनु यो 65 मिटर भित्रको बाटो हो यहाँ गाडी पनि हिँड्न मिल्दैन यदि 65 मिटरको नियम हो भने नक्समै छैन क्या बाटो कानुनी प्रक्रिया अनुसार घर भत्काउनु